सबैको अनुहार हेरेको यहाँ के बोल्नु पर्ला र यहाँ पनि के भोट माग्नु पर्ला भनेको तपाईँले बुझ्नुपर्छ। तपाईँको आँखाले सबै बोलिसक्यो। तपाईँले अब के गर्ने मनको कुरो सबै तपाईँले बताइसक्नु, हिँड्दा हिँड्दै माया गरेर। अहिले पनि म तपाईँलाई यति कुरा बताउँछु, सानो सानो कुरा बताएको छोट गरिमा सानो कुरा। मेरो सानो कुरो के भने काहीँ म सोच्छु यो कहाँ कसको किल्ला, यो एमालेको किल्ला, यो काङ्ग्रेसको किल्ला भन्छ। देशको किल्ला बनाउँछ कुनै पार्टी, देशको किल्ला बनाउने गुल्मीको किल्ला बनाउँछ। राष्ट्रसभाको पनि किल्ला चाहिए होइन, हामीलाई भोट चाहिएको, त्यो पनि योग्य उम्मेदवार भएर। योग्य उम्मेदवार नभएको भए आउने सक्ने ताकत हुने थिएन। योग्य क्षमतावान साथीहरू आउनुभएको छ। सागरजी, गोविन्दजी एउटा यस्तो व्यक्तिहरू हुन्छ जसको उपस्थितिले यो पटक संसद हल्लिन्छ। यो वर्षौँदेखि तपाईँले देख्दै आउनुभएको, भोट गर्दै आउनुभएको, हेरिसक्नु भएको छ। मेरो केही पनि उठेका अन्य उम्मेदवार साथीहरूप्रति मेरो केही कटाक्ष पनि छैन, उहाँहरूप्रति मेरो केही विरोध पनि छैन। मेरो स्वागत छ, मेरो नमस्कार छ उहाँहरूलाई। तर यो